हेलो वेलकम बैक टू माई यूट्यूब चैनल। तपाईहरुलाई स्वागत छ आजको न्यू डे न्यू भ्लगमा। आज चाहिँ म बिहान बिहान उठेर खानासाना पकाएर पनि खाना खाइसके साथीहरु। अनि म यसो सोचे आज भ्लग फेरि बनाउँछु भनेर। अनि म फेरि आज भ्लग बनाउन आँटेको साथीहरु। अनि आज दिनभरि के गर्छु कता जान्छु म भ्लग बनाउने नै छु, हेर्नु होला। खासै मलाई भ्लग बनाउन चाहिँ आउँदैन, त्यही पनि म कोसिस गर्दैछु अलिअलि भ्लग बनाउन। सो गाइज यहाँ चाहिँ मेरो बुढाले शीतल चिनी टिप्दै छ घरमा। शीतल चिनीको बोर्ड छ नि त, कति ठुल्ठुलो भएको छ, त्यही भएर नि टिप्दै हुनुहुन्छ। यता हेर्दिनु त, माथिबाट टिपेर भ्याएको हो, तलबाट टिपे हुनु न। तलबाट कति ठुल्ठुलो देखेको थिएँ मैले अघि। हाम्रो गाउँ गाइज यस्तो छैन हौ साथीहरु। हाम्रो गाउँ विराटनगर बरगाछी हो हाम्रो गाउँ चाहिँ। यता चाहिँ मेरो बुढो शीतल चिनी टिप्दै हुनुहुन्छ हैन? हो कि हैन? शीतल चिनी त्यहाँनिर चाहिँ मेरो देवर बनाउँदै हुनुहुन्छ बाइकमा त्यहाँनिर। के भयो बाँचे हो आमा? यति ठुलो नष्ट गरिदियौ नि त तिमीले। नभाँच न, पर्को साल नि फल्दैन। भाँचेको हो त मैले, भाँच्यो त के गर्नु। जान लाग्यो अब हामी त तलतिर। सो साथीहरु शीतल चिनी हौ हेर्नु त। बुढोले शीतल चिनीको बोटै नष्ट पारिदिहाल्यो। यहाँनिर नि छ कि ठुल्ठुलो। यो टिप्न यहीँ भिडियो गराइदिन्छु मैले। गोलु जाम, ठुलो बाबा जाम। गोले यता हेर्दै त, यता हेर न, गरिदेऊ। गोलु यता हेर न, म भिडियो गराइदिन्छु क्या तिम्रो। गोलु गयो। मैले भनेको त मान्दैन, उसको ठुलो बाले भनेको मात्रै मान्छ यसले। बाइक बिग्रियो कसैको चाहिँ यता भ्याटक पार्दै। मार्दिन्छु नि म अहिले फेरि। मेरो के चाची पर्छ हैन? चाची गाई दुधै भैँसी दुध धेरै दिन्छ। मलाई त दुहुन आउँदैन नि। आउँछ दुहुन? मलाई आउँदैन। सिक्न पर्छ नि, काम लाग्छ त है? काम लाग्छ नि। सिक्दा काम लाग्छ नि। त्यो गएर सिक्ने कहाँ हुन्छ? चालाले पिट्छु नि। पिट्दिहाल्नु न मम्मी, हेर ताक्दै त। भिडियो गराइदिन्छु नि त मेरो गाउँघरको हल्का फुल्का क्लिपहरू कस्तो छ यहाँको भनेर युट्युबमा हालिदिन्छु। हुन्न?
गोलु बाइकमा चढेको हो अब यो बोल्दैन नै गायो बाइकमा चढेपछि गोलु यता हेर न गरिदेऊ खै गरिदेऊ न गोलु तिमी कस्तो हो क्या अचेल तिमी त्यस्तो गर्दैनौ नि अझै टिपिराखेको हो शीतल चाहिँ नि सकिएन टिपेर हामी चाहिँ यस्तो साग टिप्न आएको है बारीतिर कोही बाल्टिङ बोकेर कोही प्लास्टिक बोकेर साग टिप्न आएको साग के गर्ने साथीहरू बेलुकाको लागि तरकारी जुगाड गर्नै पर्यो त्यही भएर हामी चाहिँ यस्तो बारीतिर साग टिप्न आएको साग टिपेको देखाउँछु म हजुरहरूलाई यहाँनिर चाहिँ यस्तो यस्तो बेथेको साग अनि के अरे उखु बारी हो यो चाहिँ उखु हो सबै उखु लगाएको हो यसैमा अलिअलि सागहरू छ के यी सागहरू छ अनि त्यही खोजखाज पारेर होइन हामी चाहिँ साग टिप्न आएको उखु बारी हो यो इस कस्तो राम्रो भ्यू गाइज त्यो चाहिँ उसो साथीहरू यो चाहिँ के भन्छ यसलाई बगैँचा हो क्या यो रुखै रुख हो बगैँचा हो देउरानी उता साग टिप्दै म चाहिँ यतातिर खोज्दैछु साग अनि कति मिठो हुन्छ नि हो म त अहिलेसम्म यहाँको हटिया त्यति गएको पनि छैन अस्ति गएको कति रुपियाँ पाउ हो ए आफ्नै गाउँमा छ धेरै छ अनि तोडेर खाने बारीमा यस्तो अर्ग्यानिक साग होइन अनि हटियामा पाउने त्यो सब खाद मलका हुन्छ अनि यहाँ त आफ्नो बारीमा फलेको त्यति खाद मल हालेको छैन पकाउँदा पनि मिठो लाग्छ खान बाल्टिङै बोकेर आयो त हौ मैले त प्लास्टिक बोकेर आएको छु त म त बाल्टिङै बोकेर आएँ। एक बाल्टिङ भरि सक्छु म त सानो प्लास्टिक बोकेर आएको छु हौ इस साग साथीहरू यहाँको अर्ग्यानिक साग हो है यो चाहिँ के त बेथेको साग होइन त्यो बेथे होइन यही हो साथीहरू साग हेर्नुहोस् हाम्रो गाउँघरको कता घाम छ क्या त्यहाँ है हामीहरू साग टिप्दै गरेको साथीहरू छोरा पनि आइपुग्यो पछि मम्मीहरू कहाँ गयो भन्दै ठुलो मम्मी र मम्मी कता गयो भनेर ऊ हामीलाई खोज्दै आइपुगेछ नि गोलुले हामीलाई खोज्दै आइपुगेछ नि ऊ एक्लै आएको छ नि पख्तालाई एक्लै आउने नि एक्लै आएको हो साग टिप्ने भनेर आएको एक्लै हो एक्लै आएको साग टिप्न डर लाग्दैन एक्लै आउने हो पख तँलाई पख एक्लै आउने गोलु यता हेर न पुङ्कुले यी गोले आऊ यता ठुलो मम्मी लड्यो
र देउरानी उता साग टिपिरहेको छु, म चाहिँ यतातिर टिपिरहेको छु साथीहरू। एकदम धेरै रहेछ र अघि आउँदाखेरि त यति पनि साग देखेको थिएन। यतातिर मैले साग पनि त्यति नचिन्ने नि त विराटनगरतिर। अनि देउरानीले चिनाइदियो, अनि चिनाइदिएपछि त भ्याट भ्याट टिपे साथीहरू। लास्टमा छोरा आएर डिस्टर्ब गरिदिइहाल्यो, त्यही भएर दादी लिन आउनुभएको छ बाबुलाई। आऊ यता बाबु, गोलु बेटा आऊ यता, आऊ। यहाँ बस्ने बची गर्मी भयो साथीहरू, गर्मी लास्टै गर्मी। यता घाम चाहिँ एकदम चर्किने। मेरो देउरानी उता अझै पनि छाक पुगे छैन हौ, साग टिपेर के टिप्या म त चिन्दा नि चिन्दैन साग पनि। छाक पुगेन, पुग्यो छाक भयो। जम गोलु आऊ, लैन हिँड पुगुलु, जम पुगुलु जम। के करते जाता मटर के टिप्या घाँसे बोकेर आइछु क्या। अर्को नि हाँसिरहेको उता मम्मीलाई देखेर। गोलु गोलु जम, गोलु जम अब भयो जम। मान्दैन हेर्नु साथीहरू, भनेकै मान्दैन त यसले। उसको ठुलो बाबाले भनेको त खुब मान्छ मलाई। म त भर्खर आएको नि त, नचिनेर हो कि खै, मसँग त्यति मान्दैन। अहिले चाहिँ 1 महिना हुन थाल्यो आएको, त्यही भएर अलिअलि मान्न थाल्यो। हाँस्दै गयो हजुरआमा चाहिँ उता। यहाँ झन् न आमा चाहिँ उता उही गरेर देउरानीको चर्तिकाला हो साथीहरू। बच्चा जस्तो हो, बच्चाले बच्चै पायो। जम मान्न परेन यो गोलु, जम बेटा चल हिँड जम। ल भयो, धेरै माटो भयो, जम। हिँडेको बुढी माउ चल। भयो साग टिपेर भ्याइयो, सक्यो। कान सुन्दैन बुढियाले, म जति बोले नि सुन्दैन, बुझ्दैन पनि म बोलेको। के गर्नु लाग्यो त्यहाँ ढुवाङभित्र। एहे रहा नहीं जाता, तड़प ही ऐसी है ना। के छ त्यहाँ? सुन्दैन क्या, कान सुन्दैन बुढियाले। कानै सुन्दैन हौ साथीहरू दादीले, त्यही भएर म बोलेको पनि केही बालै दिए होइन। सुरुमा त साथीहरू है, म आउँदा त खुब यो बुढियासँग के यो हजुरआमासँग कति बोल्थेँ है म। अनि बोल्थेँ है, भन्दै बोल्थ्यो यो हजुरआमा। लास्टमा त बुढियाले त कानै नसुन्दो रहेछ। म त क्या बिल्ला भएको नि साथीहरू। सुरुमा आउँदा त कानै सुन्दैन बुढियाले, कान पनि सुन्दैन, नेपाली भाषा पनि नबुझ्दो रहेछ, त्यसैमाथि कान नसुन्ने। म त कति बोले है, लास्टमा त कानै नसुन्दो रहेछ। म आफै बिल्ला भएँ। देउरानीले के टिपेर ल्याएको यो पनि हेराउनु भन्दैछ साथीहरू। के टिपेर ल्याएको के हो र यो? टमाटर के गर्ने? आमा गाइस हेर्नु त कति धेरै टमाटरको बिरुवा बोएर आएछ त। ल जाऊँ। साथीहरू हामीले चाहिँ हाम्रो
4-5 दिन छाक पुग्ने गरेर आज हामी साग टिपेर घरतिर जाँदै हो होइन त 3-4 दिनको लागि पुग्छ होइन त सुन्दैन बुढियाले कान जति ओइ र उही गरे पनि बुढियाले सुन्दैन कान सुन्दैन गरिम भयो साथीहरू के गरेको हाँस्छ म त के गरेको भनेको गाईलाई हो नि गाईको लागि घाँस काट्दैछ यहाँ भाइले यस्तो मेहनतिलो छन् यता मान्छेहरू देख्नुभयो हो नि गएँ म त बोल्दैन कोही पनि लजाउँछन् सबैजना यहाँको मान्छेहरू नि गर्मी भयो घरको काम गर्ने सदस्य यता चाहिँ नि कति मेहनतिलो हो कसलाई मनपर्छ भन्नु बिहे गरिदिने हो यो साल त नि यो साल त बिहे गरिदिने हो आमामा बडाल कुडाल भइरहेछ यहाँ त हो हाम्रो घरतिर यता गाउँघरतिर त रमाइलो छ हौ साथीहरू हौ कति रमाइलो मलाई त कति रमाइलो लाग्छ यहाँनिर नि हो कि होइन यति प्यारी प्यारी नन्द यति प्यारी प्यारी देउरानी यति प्यारो प्यारो मेरो कान नसुन्ने हजुरआमा जति बोले नि सुन्दिनँ अनि उता छोटु गोलु यति राम्रो राम्रो मान्छे भएपछि त रमाइलो लाग्दैन त मेरो छोरा यता गर्मी भयो धारातिर के गर्दै हो पानी थाप्दै साथीहरू मलाई त यो कलको पानी नि मन नपरेर भर्खर भर्खर पानी मन पर्दैछ को आएको के हो डन हो डन हाम्रो घरको नि अर्की हिरो नि त कुच्चो बोएर हिँडेको हिँडै छ त जे होस् सफा गर्छ केटीले हल्लाउँदैछ हो भोलि पर्सि सक्ने बेला छोरो साग टिप्न जाऊ साग धौ भन्ने होला नधुने होला अहिले हेर नि त्यहाँ के लाउँछु नि भन्नुपर्छ तिमीले टोइलेटमा जानु लाग्यो भाइरल गरिदिने यसको त फालिदिइहाल्छु हो क्या अर्को हिरो यता होइन त हजुर ए हो अरे फेरि वान्सोर यहाँ हेर त तिम्रो बारीको साग चोरेर लिएर आएको हामीले तिम्रो बारीमा त कति धेरै साग रहेछ त करन म चाहिँ साग केलाउनु लाग्यो साग टिपेर आइहालेँ अब बेलुका साग पकाउनलाई साग केलाउन लाग्यो साथीहरू त्यो हुन्न ठुलो मम्मीले साग केलाउनु लाग्यो नि त हुन्न नि बेटा हुन्न साग केलाउन यी साग केलाउने साग 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 केलाउने साथीहरू यसले केलाउनै दिन्न अब यहाँ राखिराख गर्ने यी साग केलाउने यसो यी साग यी केलाउने के साग केलाउनै दिन्न हौ अब यी साग केलाउनु नि त गएको यो त लट्टे हो चिने साथीहरू साग होइन होरी यस्तो चाहिँ यो त लट्टे नै हो होइन यो लट्टेको साग हो यो नि बेथेको हो यो साग चाहिँ के को हो कि म चाहिँ यो चिनिनँ क्या साथीहरू यो साग चाहिँ के को हो यो नि साग भन्छ त उहाँ परेँ म त बल्ल बल्ल फगाएर त्यहाँनिर खेलिरहेको छिटो केलाउँछु अहिले फेरि केलाउनै दिन आयो
मैले चाहिँ साग केलाएर नि सकिसक्यो साथीहरू। अब चाहिँ खाना पकाउने बेला हुन लाग्यो हो। अब साग केलाएर सकिसक्यो। अब साग आजको भ्लग चाहिँ मेरो यति नै हो होइन। अब म चाहिँ भ्लग इन गर्न जान लाग्यो होइन। मेरो भ्लग हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, मलाई माया गरिदिनु होला। खासै भ्लग बनाउन त आउँदैन, त्यही पनि कोसिस गर्दैछु। आगामी दिनहरूमा फेरि यस्तै यस्तै भ्लग हेर्न चाहनुहुन्छ भने मलाई माया गरिदिनु होला है त मेरो युट्युब फ्यामिलीहरू। यति भन्दै म चाहिँ इन गर्न चाहन्छु सबैलाई। बाई बाई।